जिन्दगी कहिलेकाहीँ एकैछिनमा बदलिन्छ। एक दुर्घटना, एक कमजोरी, एक खबर, शरीर चल्दैन, सपना रोकिन्छ। तर जब कोही भन्छ हामी छौँ, जीवन फेरि बग्न थाल्छ। मेरो नाम कनकमणि दीक्षित। म अहिले झन्डै 70 वर्ष पुग्न आँटेँ। म स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रको संस्थापक अध्यक्ष, अहिले बोर्डको सदस्य। स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र सुरु हुनु पछाडि एउटा घटना छ। त्यो घटना चाहिँ नि मेरो आफ्नै दुर्घटना भयो। म सन् 2000 को अगस्त महिनामा अन्नपूर्ण राउन्ड ट्रेक गर्दाखेरि लमजुङमा एउटा भिरबाट तल खसेँ। व्यक्तिगत पीडाले जन्मायो एउटा संस्थागत आशा। यहाँ बिरामीहरू होइन, आत्मबल हराएकाहरू आउँछन् फेरि आत्मनिर्भर बन्न। हाम्रो संस्थापक अध्यक्ष जब लड्नुभयो, भिरबाट लडिसकेपछि उहाँलाई पुनर्स्थापना गर्नलाई 1 वर्ष लगभग बढी लाग्यो। त्यसपछि चाहिँ यो क्षेत्रमा के गर्न सकिन्छ भनेर सोच्दाखेरि चाहिँ उहाँहरू 7 जना साथीहरू मिलेर आफैले पैसा डोनेट गरेर ल अब चाहिँ नि यो पुनर्स्थापना सेवा नेपालमा छैन, हामीले खोल्नुपर्छ, किनभने भिरपाखाबाट हजारौँ मान्छे वर्षमा लडिरहेको हुन्छ, उहाँहरूलाई के पनि सेवा छैन भनेर यो संस्थाको चाहिँ नि सुरुवात भएको हो। र हालसम्म हामीले 4500 जनाभन्दा धेरै बिरामीहरूलाई, सेवाग्राहीहरूलाई सेवा दिएको छौँ। 23 वर्षमा 4500 जना भन्दाखेरि त्यति धेरै ठुलो अङ्क होइन, तर जुन खालको सेवा हामीले दिन्छौँ यसलाई जति हाम्रो चाहिँ नि समय लाग्छ होइन, त्यसले त्यो पनि सिग्निफिकेन्ट नम्बर नै हो। तर त्यहाँ अझै हजारौँ हुनुहुन्छ जसलाई हामीले सेवा दिनुपर्ने छ। अहिलेसम्म पनि तपाईँले अकुपेसनल थेरापी डिपार्टमेन्ट भनेर डेडिकेटेड डिपार्टमेन्ट चाहिँ नि नेपालमा पाउन अलिक गाह्रै छ होइन, बिरलै पाउनुहुन्छ भन्दाखेरि हामीले चाहिँ 2003 देखि त्यो सर्भिस दिँदै आएको छौँ। र अहिले आएर अकुपेसनल थेरापीको कुरा गर्दाखेरि यसमा हामी अगाडि नै छौँ भनेर भन्दा मलाई खुसी लाग्छ। अब यता फिजिकल मेडिसिन रिहेबिलिटेसन फिजिसियनको सेवा साथै हामीसँग अर्को फिजियोथेरापी सेवा छ। उहाँहरूले चाहिँ विशेष गरी यो हात घोडाहरू चलाउने अनि त्यसपछि बलियो बनाउने, उहाँलाई हिलाउन कोसिस गर्ने किसिमका कामहरू गर्नुहुन्छ भने अकुपेसनल थेरापी सेवा छ। उहाँले विशेष गरी उहाँहरूको हातको कार्यक्षमता कसरी बढाउने र उहाँले दैनिक गरिने कामहरू जस्तै नुहाउने, खाने, हिँड्ने, काम गर्ने कुराहरूमा कसरी उहाँलाई चाहिँ सहज गर्न सकिन्छ भनेर तालिम दिनुहुन्छ। सो हाम्रो सेवाहरूमा अहिले हामीले राखेको भनेको युरोडाइनामिक सेवा हो, जुन चाहिँ हाम्रो स्पाइनल इन्जुरी भएको व्यक्तिलाई भनेर हामीले फोकस गरेको छ। तर नेपालभरि नै एकदमै आवश्यक भएको हुनाले यसले चाहिँ हाम्रो एकदम राम्रो सेवा छ। यसले हामीसँग 24 घन्टा मेडिकल सेवा र नर्सिङ सेवा छन्। त्यसमा हाम्रो विशेषज्ञ पुनर्स्थापना चिकित्सक, त्यसलाई फिजिकल मेडिसिन रिहेबिलिटेसन फिजिसियन कन्सल्टेन्टको पनि एभाइलेबल छ। प्रोस्थेटिक अर्थोटिक सेवा पनि छ। अर्को भनेको साइकोलोजी र काउन्सिलिङको सेवा छ। कम्युनिटी सर्भिसको लागि CBR कम्युनिटी बेस्ड रिहाबको सेवा पनि छ। र यसको साथसाथै हामीसँग प्रेसर म्यापिङ, 3D प्रिन्टिङ फर एसिस्टेड टेक्नोलोजी, हामीसँग अर्को भनेको चाहिँ बहिरङ्ग सेवा पनि छ, टेली रिहेबिलिटेसन सेवा पनि छ। म यो सेन्टरमा 2003 देखि काम गर्दैछु रिहेबिलिटेसनमा। रिहेबिलिटेसन भनेको उहाँहरूको दैनिक जीवनमा चाहिँ नि अब कति कुराहरूमा चाहिँ हामीले रिहेबिलिटेसन गरिसकेपछि उहाँहरूलाई कसरी चाहिँ नि इन्डिपेन्डेन्ट बनाउने भन्ने खालको कुराले हामीले चाहिँ यो पेसामा काम गर्दैछौँ। हाम्रो एउटा टिम छ, मल्टिडिसिप्लिनरी टिम छ। यसमा चाहिँ सबै खालको जस्तै PMR डाक्टर हुनुहुन्छ, अब साइकोलोजिस्ट हुनुहुन्छ, फिजियोथेरापी भयो, अकुपेसनल थेरापी भयो, सोसल वर्कर भयो र पियर काउन्सिलरहरू पनि हुनुहुन्छ। कोही एउटा पेसेन्ट यहाँ आउने बित्तिकै उहाँले हाम्रोमा कम्प्रिहेन्सिभ रिहेबिलिटेसन कोर्सेसहरू लिनको लागि नै आउनुहुन्छ। सिन्स वी आर रिहेबिलिटेसन हस्पिटल, पेसेन्टको एन्ट्री भइसके पछाडि उहाँको क्लिनिकल एस्पेक्ट र नन क्लिनिकल एस्पेक्ट दुईटै कुरालाई हामीले ध्यान दिन्छौँ। क्लिनिकल एस्पेक्टमा मेडिकल टिमले उहाँहरूको असेसमेन्ट गर्नुपर्ने र फर्दर ट्रिटमेन्टको प्लान गर्नुहुन्छ भनेदेखि नन क्लिनिकल एस्पेक्टमा पनि अपरेसन्स रिलेटेड कुराहरू धेरै कुराहरू आउँछ। फर एन इक्जाम्पल उहाँसँगको रेगुलर कम्युनिकेसन, उहाँलाई हामीले दिने फेसिलिटिजको कुराहरू आउँछ।
त्यसपछि उहाँको सेन्टरमा स्टे गर्दाखेरि हामीले उहाँलाई कसरी सपोर्टिभ रोल्सहरू खेल्न सक्छौँ, त्यो सबै कुराहरूलाई चाहिँ हामीले किप इन माइन्ड गरेर पेसेन्टलाई हामी सर्भिस डेलिभरी गर्छौँ। कम्मरदेखि मुनितिर केही चल्दा पनि चल्थेन, छुएको पनि थाहा हुन्थेन। अपरेसन गरेर आएपछि यहाँनिर पठाउनु भयो, यहाँनिर आएपछि अलिअलि छुएको थाहा हुने भयो। बिस्तारै बिस्तारै चल्दै गयो, औँलाहरू चल्यो, औँलाहरू चल्दै चल्दै गएपछि खुट्टाहरू चल्नलाई अलिक सहज भयो। त्यसपछि अहिले 4 महिनासम्ममा चाहिँ म लट्ठी टेकेर हिँड्न सक्छु, राम्रै भइरहेछ। हिँड्न सकेन भनेदेखि पनि हामीलाई आफ्नो काम आफै निर्भर गर्न सक्ने बनाएर पठाउनुहुन्छ भन्ने आत्मविश्वास छ। म चाहिँ मेरुदण्ड पक्षघात भएको चाहिँ 2067 साल पुस 18 गते खासा घुमेर फर्केर आउँदा दोलटघाट 54 किलोमा चाहिँ बस झरेर भएको र अनि त्यस पछाडि चाहिँ धुलीखेलमा मेरो सर्जरी भयो। अनि त्यसपछि पुनर्स्थापनाको लागि चाहिँ एसआरसीमा आइपुगेँ र त्यही भगवान रूपी स्टाफहरूले चाहिँ मलाई चाहिँ बचाएर रिहाब पुनर्स्थापना पाइसके पछाडि चाहिँ हाल चाहिँ म यो पुनर्स्थापना केन्द्र भयो अनि यो भोइस सेन्टरमा चाहिँ पियर काउन्सिलरको रूपमा कार्यरत छु। हिजोको दिनमा एउटा बल खेल्न छुनु नपाएको मान्छे अहिले नेसनलदेखि इन्टरनेसनलसम्म व्हिलचेयर बास्केटबल खेल्नु पाएँ। संस्थाको लागि त के भनौँ र खै होइन, अब दोस्रो जन्मको घर हो होइन। अनि स्पाइन इन्जुरी सङ्घ नेपाल र पुनर्स्थापना नभइदिएको भए होइन यो संसार देख्नु पाउँदैन थियो क्या। एसआइआरसीमा सुरु हुने हरेक यात्रा केवल हिँड्ने क्षमताको होइन, जीवनको हरेक अर्थ फेला पार्ने यात्रा हो। र बिस्तारै हामीले यसलाई 100 सयको पनि बनाउनु पर्छ भनेर त्यतातिर लागिरहेको छौँ। र यो एउटाले मात्रै पनि पुग्दैन, स्पाइनल इन्जुरी रिह्याब सेन्टर र 7वटा प्रोभिन्समा र त्योभन्दा धेरै पनि चाहिन्छ। तर हामीले चाहिँ के भन्ठाने भने 7वटा प्रोभिन्समा एउटा सुपथ मूल्यमा चल्न सक्यो भने मान्छेहरूलाई राहत हुन्छ भन्ने कुरा गरेर अहिले स्पाइनल इन्जुरी सेन्टरले साङ्गाको रिह्याब हस्पिटलमै केन्द्रित छ भने अब चितवनमा अरू ठाउँमा पनि खोल्दैछ र पछि प्रोभिन्सहरूमा पनि खोल्ने विचार गर्छ। 23 वर्षसम्म मैले यो सेक्टरमा काम गर्दाखेरि चाहिँ मलाई कस्तो फिल हुन्छ भने टुगेदर वी क्यान बिल्ड अ ट्रुली इन्क्लुसिभ नेपाल वेयर नो वान इज लेफ्ट बिहाइन्ड। यहाँ आउने हरेक अनुहारको पछाडि एउटा कथा हुन्छ। तपाईँ पनि साथी बन्न सक्नुहुन्छ एक आत्मबल फर्किएको क्षणको।